एक दुईले हेरिसक्यो नि ल हाम्रो पदममाया मिस हैन अनि हाम्रो 11-12 को क्रिस मिरा मिस ल मिरा मिस अनि हाम्रो क्रिसा हैन क्रिसा मिखेमीको साथी मिखेमीको एउटै सालको पनि हो नि त हैन चिन्छौ क्रिसा मिखेमीलाई मिखेमी अहिले कति क्लासमा पढ्दै हुनुहुन्छ 8 मा ए ल यो भिडियो के अरे युट्युब च्यानल 24 ब्लग्स भन्नेमा चाहिँ सब्स्क्राइब गर्नु पर्यो है ल ल त्यस पछाडि हाम्रो युरा सर यता हेर्नु सर ल एकदमै यो मेमोरेबल हुन्छ होइन यो त उयो पानी त खानु भएको हो ल श्री सर यता हेर्नु ल 24 ब्लग्समा तपाईँ आउँदै हुनुहुन्छ है ल युट्युब च्यानलमा सब्स्क्राइब गर्नु र लाइक गर्नु होला हैन र त्यस पछाडि हाम्रो यता विक्रम भाइ क्लास 12 को विक्रम भाइ हुनुहुन्छ यता हाम्रो नौरा सर हुनुहुन्छ ल नौरा सर त्यस पछाडि हाम्रो इन्सर ल ठिक छ ल अर्ग्यानिक लोकल ठिकै छ ओके अब यो चाहिँ के हो सर यो खास यो चाहिँ मेन्जो या भुटान ल भिटान चाहिँ सिटन हैन भुटान भन्दैन त्यस पछाडि हाम्रो मिसहरुकोतिर म आए है यो युट्युब च्यानल 24 ब्लग्समा चाहिँ आउँछ युट्युब च्यानलमा हैन सब्स्क्राइब गर्नु नभुल्नु होला है ल ओरिजिनल लोकल ल हुन्छ मिस ल ठिक छ ल त्यस पछाडि हाम्रो यता विद्यार्थी भाइ बहिनीहरु चाहिँ यता खाँदै हुनुहुन्छ ल यता हेर्नु यता यो चाहिँ मेरो युट्युब ल नमस्ते गर्नु मेरो युट्युब च्यानलमा आउँछ है के अरे 24 ल नाम चाहिँ 24 ब्लग्स भन्ने छ हैन सब्स्क्राइब गर्नु होला सर्च गरेर भन्दै हाम्रो 11-12 को स्टुडेन्टहरु चाहिँ यहाँ उहाँहरुको विशेष कार्यक्रम उहाँहरुको पहल कदमीले यो आयोजना भएको कार्यक्रममा ल अलिक टाढो भएछ उता चाहिँ ल यस्तो छ है हाम्रो टिसुङ टारमा अत्यन्तै रमाइलो सुन्दर यो जङ्गल र ठाउँको बीचमा चाहिँ हाम्रो कार्यक्रम आज यहाँ पिकनिक कार्यक्रम भइरहेको छ हाम्रो भाइहरु एकदम व्यस्त तरिकाले अब यहाँ के बनाउने के कसरी बनाउने भन्ने कुरा चाहिँ छलफल गर्दै हुनुहुन्छ अब गर्नुहुन्छ भाइहरुले ल यस्तो छ है तपाईहरु पनि नयाँ वर्ष लगायत अरु दिनहरुमा चाहिँ घुम्न र यहाँ रमाइलो मनोरञ्जन गर्नको लागि पिकनिक पार्टी रिसोर्ट पनि बनिरहेको छ ल हाम्रो उषा बहिनी ल यता हाम्रो सुम्निमा बहिनी यता के अरे हाम्रो भान्जी देशिका यता अन्जानी ल यो युट्युब च्यानलको नाम त थाहा छ नि हैन 24 ब्लग्स है त्यसमा चाहिँ सब्स्क्राइब गर्नु पर्यो है ल धन्यवाद सम्पूर्णलाई ल उता बम प्रसाद हाम्रो बम प्रसाद भाइ यता हौ ल यहाँ सुन्नु है ल क्लास 11 को हैन क्लास 11 को हाम्रो बम प्रसाद भाइ ल ओके ल सम्पूर्णलाई आजको हाम्रो कार्यक्रम चाहिँ यस्तो रहेको छ अत्यन्तै रमाइलो र यहाँको ठाउँको सिनहरु पनि देखाइरहेको छु है मैले चाहिँ यो चाहिँ लाप्से मुडेवास लाप्सेदेखि केही तल रहेको छ अत्यन्तै धेरै लगानीमा हाम्रो 24 गाउँपालिका प्रदेश केन्द्र सरकारले चाहिँ लगानी गरेर चाहिँ यहाँ निर्माण भइरहेको पार्कहरु रहेको छ यस्तो ढुङ्गा पनि रहेको छ यो अत्यन्तै अनौठो खालको ढुङ्गा पनि रहेको छ साथीहरु तपाईहरु यहाँ आएर नयाँ वर्षमा लगायत तपाईहरुको मौका मिलेको समयमा चाहिँ आएर रमाइलो गर्न सक्नुहुनेछ म यहाँ 2-3 पल्ट भइसके आएर चाहिँ विभिन्न कार्यक्रमहरुमा यहाँ सामेल भएर आयोजनामा चाहिँ मैले रमाइलो गरे र आज पनि त्यस्तो मौका चाहिँ हाम्रो श्री सिंहदेवी माध्यमिक विद्यालयका कक्षा 11 र 12 विशेष गरेर चाहिँ 12 को अब एक्जाम
वैशाख 11 देखि हुनेछ र कक्षा 11ले चाहिँ उहाँहरूको विदाई कार्यक्रममा चाहिँ यो कार्यक्रम आयोजना गर्नुभएको हो। सो कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरू चाहिँ सामेल भएर प्लस हामी पनि शिक्षकहरू पनि यहाँ आज सबै भेला भएर चाहिँ यो कार्यक्रम सम्पन्न गर्दैछौँ र अन्य सरहरू आउँदै हुनुहुन्छ विशेष कामको कारणले अरू मिसहरू आउँदै हुनुहुन्छ। उहाँहरू पनि आयो भने म मेरो भिडियोमा अवश्य सामेल अथवा राख्नेछु भन्दै आजको यो मेरो छोटो भिडियो चाहिँ यहाँ समाप्त गर्न चाहे। यो चाहिँ खानेपानीको अफिस हो जस्तो लाग्छ। हस्त धन्यवाद साथीहरू।